म आउँछु नेपाल, म सक्दिनँ यहाँ बसेर काम गर्न, म सक्दिनँ, यो टोइलेटहरू पुछेर म बस्न सक्दिनँ, बिकज मैले नर्स पढाए हो भने म भित्र अहङ्कार थियो, हजुरलाई मैले भनिहालेँ। अनि त्यस भएपछि अनि त्यहाँबाट अनि म तँलाई साथी खोजिदिन्छु नि त, तिमीलाई साथी खोजिदिन्छु नि भने उनीहरूले। अनि कन्सल्टेन्सीले को साथी भनेको, अनि त्यहीँ गएको छ एकजना, अब नाम त नभनौँ उहाँको होइन। अनि एकजना लेडिज हुनुहुन्थ्यो, अनि त्यहीँ जो मेरो हस्बेन्डको मैले घर देखाएँ नि जुन अहिले फोटोको अगाडि, त्यही घर अगाडि चाहिँ एकजना छ भनेर भन्यो, रहेछ पनि है, त्यही कन्सल्टेन्सी नेपाली केटी रहेछ। अनि त्यो चाहिँ हुनु रहेछ। अनि एउटा उहाँलाई मलाई कन्ट्याक्ट गराइदिनु भयो। अनि मेरो हस्बेन्डको र उहाँको बिहे गर्ने भनेर सबै कागजपत्रहरू 7 महिना ऊ गएको 7 महिना भइसक्यो रहेछ त्यहाँ गएको, बुझ्नुभयो नि। उसको र मेरो साथीको त्यो जुन भेटाइदिने साथी थियो, त्यो साथी र अनि मेरो हस्बेन्डको बिहा गर्न भनेर कागजपत्रहरू नेपालमा पठाइसक्यो रहेछ। यत्तिकै बिहा गर्नलाई सकिँदैन, गाह्रो छ नि त विदेशीसँग त। पहिला सबै प्रुफ हुनु पऱ्यो, अनि त्यो भेरिफाई हुनु पऱ्यो, नेपालले जर्मनी एम्बेसीले भेरिफाई गर्नु पऱ्यो। उता बर्लिनमा गएर बर्लिनको राजदूतावासले चाहिँ ल यो केटी चाहिँ यो जर्मन नागरिकसँग बिहे गर्नलाई चाहिँ योग्य छ भनेर प्रुफ हुनु पऱ्यो, अनम्यारिड हुनु पर्छ, सिंगल सर्टिफिकेट हुनु पर्यो होला। घरमा जान्छ क्या उनीहरू सबै बुझ्न, म्यारिड हो कि होइन यो सबै प्रुफ हुनुपर्छ क्या बिहा गर्न पनि। मेरो साथी आयो भेट्नलाई होइन, त्यो साथी भनौँ न अननोन साथी, नेपाली साथी, एटलिस्ट उसले नेपाली बोल्थ्यो क्या, द्याट इज ग्रेट फ्रम मी। त्यो जर्मन भाषा नबुझेर कस्तो जात्रा है, त्यहाँ गएपछि आफ्नो भाषा बुझ्ने मान्छे भेट्यो भने त भगवानै भेटे